ल हामी चाहिँ यो पुराना सरसामग्रीहरू सङ्ग्रह गरेर राखिएको सङ्ग्रहालयमा आएका छौँ। यस्ता पुराना चिजहरू, घैँटाहरू, फिल्टर, अनि लालटिन, अब यति लिटर लालटिनहरू, डेलीहरू, मैन्टोल होइन। हजुर हो पानी आयो ओर्नी स्याउ हुने हो अचाल हराए पहिला यस्तो चिजहरू प्रयोग गरिन्थ्यो। अब अहिले सम्झिँदा, अहिले देख्दा अचम्म लाग्छ। अहिलेका बालबच्चाहरूले यस्ता चिजहरू देख्दा दङ्ग पर्छन्। यी पहिला यस्ता चिजहरू ठेकीहरूमा दही, घिउ, तेलहरू, मोहीहरू राख्ने गरिन्थ्यो। यी पुरानो क्यासेट, टेप रिकर्ड भन्छ यसलाई। टेप रिकर्ड, क्यासेटका यी चक्काहरू होइन, क्यासेटका चक्काहरूदेखि लिएर सब चिजहरू यस्ता त्यस्तो डाँडो, काठको डाँडो है। पुरानो त्यस्तो डाँडोहरू हुन्थ्यो पहिला। दुईटा डाँडो रहेछन्। त्यहाँ तावा त अहिले पनि युज हुन्छ। तावा, चक्ला बेल्नाहरू पनि राखेको रहेछ। पुरानो टेलिभिजनहरू पनि रहेछन् है। अब पुराना ठेकाहरू अब यिनी लोप हुँदै गइरहेछन् बिस्तारै। पुराना घरहरूमा त छन् अब त्यो क्यासेटहरू। यो टाइपराइटर पहिला अफिसहरूमा कम्प्युटर हुँदैन थियो। त्यो बेला यसरी टाइप गर्ने चलन हुन्थ्यो। यसरी टाइप गरेर लेखिन्थ्यो। खैँजलो मुजुरा पनि होला। टेलिफोन सेट रहेछ, कर्डलेसहरू रहेछ। त्यो फ्याक्स गर्ने मेसिन रहेछ, फ्याक्स मेसिन। यो चाहिँ पेट्रोम्याक्स जस्तो यो पुरानो स्टोभ हो। त्यसमा खाना पनि बनाउनु मिल्छ। यसमा खाना बनाउनु मिल्छ। मट्टितेल हालेर राखेर ल यस्तो चिजहरू।